अरू पनि के हेरिन्छ भनेर मैले राखेको थिएँ नि है, के थियो अरे। के राखेको थिएँ मैले भन्दा विवाह कसरी हुन्छ, विवाह किन ढिला हुन्छ, विवाह किन टुट्छ, अतिरिक्त प्रेम सम्बन्ध किन रहन्छ, दाम्पत्य जीवन कस्तो रहन्छ, जीवन साथी कस्तो हुन्छ र यिनी त समस्या भए, समाधान के त? भैयालाई यति सबै साँच्चै भैयालाई सर्टकटमा बताउँछु है मैले। यहाँ को हुनुहुन्छ विवाहित र अविवाहित? विवाहितै धेरै होला जस्तो छ। कल्पना म्याम नमस्ते। अविवाहित हो म चाहिँ आयुषजी। ठिक छ है, त विवाहित हुनुहुन्छ कि अविवाहित भनेर यहाँ भन्दा पनि मैले आज दाम्पत्य जीवनको बारेमा बताउन गइरहेको हुनाले जो अनुभवी हुनुहुन्छ नि उहाँहरूलाई सहज हुन्छ भनेर मात्रै सोधेको हो। तपाईहरू आफू चाहिँ विवाहित र अविवाहितसँग सम्बन्ध राख्दैन है। को जोडिनु भएको छ गीता म्याम? अब कस्तोबाट सुरु गर्ने यसो? गीता म्याडम अब सुरु गर्दा हुन्छ है? कोही आउनु भएको छ हाम्रा साथीहरू? हेर्नुहोस् त गीतामा। हजुर गुरु हजुर। हाम्रा अमर गुरु अनि गएर दिपन गुरुहरू, एम गुरु, देवी गुरु कोही पनि आउनु भएको छैन? दिपन गुरु भर्खर घर आइपुगे, अब जोडिहाल्छु भन्नुभयो।
अमर गुरुको बत्ती छैन त्यतातिर भन्नुभयो, मोबाइलमा चार्जै छैन भन्नुभयो। देवी गुरु हिम गुरुको फोन उठेको छैन। हजुर सबैजनालाई नमस्कार है। नारायणम हजुर। नारायणम प्रभु नारायणम। नारायणम गुरु। राधे 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 गुरु। मलाई पिन गरिदिनु होला त गीता म्याम। हस्। दिपन गुरु तपाईँ ठिक हुनुहुन्छ नि, किन ढिला गर्नुभयो त? म भर्खर आएँ गुरु। ओहो, यसो गर्नु होला है गीता म्याम, अब क्लास सुरु गर्दाखेरि 7 बजे लिङ्क नराखिदिनु है। हजुर। किन 7 बजे चाँडै हुन्छ। हजुर हजुर। अब 7:30 तिर राखिदिनु होला। ए हुन्छ हुन्छ गुरु। त्यो गर्दा ठिक हुन्छ त, बाटैमा भइन्छ कहाँ भइन्छ होइन, चाँडै हुन्छ नि त। हो। अब हामी सुचारू गर्दा हुने हो कि कसो होला दिपन गुरु? अब सुचारू गर्ने गुरु, अब सबैजना गुरुहरू पनि आइसक्नु भएको छ। अब आज सुरु गर्नुपर्छ। अलिकति उ गरौँ, सुरु गर्ने अब। आजको यो नेपाल कृष्णमूर्ति ज्योतिष परिषदको प्रत्येक महिनाको गर्दै आएको यो फ्री वेबिनार कार्यक्रममा उपस्थित हुनुभएका तमाम सम्पूर्ण गुरुदेवहरूमा सन्ध्याकालीन हार्दिक नमन गर्दै आजको कार्यक्रमको अध्यक्षता यस कार्यक्रमका अध्यक्ष तथा नेपाल कृष्णमूर्ति ज्योतिष परिषदका केन्द्रीय अध्यक्ष लक्ष्मण गुरुदेव यहाँलाई यथास्थानमा आसन ग्रहण गरिदिनु हुन म अनुरोध गर्दछु। साथसाथै नमस्ते, धन्यवाद। त्यसका साथसाथै अन्य उपस्थिति मेरा सम्पूर्ण गुरुदेवहरूमा सन्ध्याकालीन हार्दिक नमन गर्न चाहन्छु। अब यहाँहरूलाई अवगतै छ, हामीहरूले प्रत्येक महिनाको लास्ट हप्तामा गर्दै आएको फ्री वेबिनार कार्यक्रम आज पनि र आज र भोलि 2 दिवसीय कार्यक्रम हुनेछ। अब हामी अब लामो कुरा नगरिकन विषय वस्तुमा प्रवेश गर्नलाई म अध्यक्षज्यूसँग अनुमति माग्दछु। गुरुदेवले आजको कार्यक्रम सञ्चालन गरिदिनु हुन म अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद दिपन गुरु। आज र भोलि हाम्रो 2 दिने फ्री वेबिनार अर्थात् भर्चुअल अनलाइन क्लास हरेक महीनाको 2 दिन सञ्चालन हुने कुरा तपाईहरु सबैलाई, जो नयाँ हुनुहुन्छ है, जो बिल्कुल नयाँ हुनुहुन्छ उहाँहरूले जानकारी लिनुहोस्। हरेक महिना 2 दिन हाम्रो नेपाल कृष्णमूर्ति ज्योतिष परिषदको केन्द्रीय भेलाले अनुमोदन गरेर आफू पनि सिकौं अरूलाई पनि सिकाउँ भन्ने उद्देश्यले यो क्लास हामी नियमित सञ्चालन गर्दै आइरहेका छौँ। के भन्दै हुनुहुन्छ दीपनारायणजी? के क्वेशनहरु तपाईका छन् भने फटाफट राखिदिनुस्, पछि बीचमा नबोल्दिनु होला है। हुन्छ हजुर। के छ, के हात उठाउनु भएको छ र? मैले छिटो हात उठाएँ हजुर, अहिले लास्टमा होला क्वेशन सोध्नु पालो हो कि? हैन हैन, अहिले सोध्न पनि हुन्छ तपाईले, केही फरक हुन्छ, म लेखिराख्छु। हस्। यो कस्तो क्लास सुरु हुँदैछ आज भन्दा यो 0 लेभलको होइन है। जसले ज्योतिष जान्नु भएको छैन, शून्य लेभलबाटै मैले सिक्न खोज्दैछु है भन्नेहरूको लागि चाहिँ यो होइन। अब बुझ्न सक्नुहुन्छ है, तैपनि यसो हेर्नु होला, बुझ्नु भएन अथवा बुझेला जस्तो लाग्यो अथवा केही सामान्य के अरे
बुझेन र सोधेर समाधान हुन्छ भन्ने लाग्छ भने प्रश्न पनि राख्न सक्नुहुनेछ। हामी वैदिक ज्योतिष जानेका अथवा केपी सिस्टम जानिसकेका उहाँहरू दुवैको लागि सहज हुनेछ। त्यसमा पनि वैदिक ज्योतिषलाई भन्दा पनि बढी हामी, किनकि कृष्णमूर्ति ज्योतिष परिषदका विद्यार्थी हो हामी, त्यो धेरै जसो हामी कृष्णमूर्ति पद्धतिलाई नै अनुसरण गरेका हुन्छौँ। सोही अनुसार हामीले फलो गर्छौँ। सबैभन्दा पहिला के हो त यो दाम्पत्य जीवन? अब भन्ने कुरा खासै अब बताइरहनु त परेन होइन। एक अर्काको मतलब दुई पक्ष, एक केटा अथवा केटीलाई थायी रूपमा मिलन, कानुनी रूपमा मिलन भएर घरजम गरेर बस्ने प्रक्रियालाई दाम्पत्य जीवन भनिन्छ। कुण्डलीमा लग्नदेखि 12 भाव गरेर 12वटा कोठा हुन्छन्। प्रत्येक कोठाहरूलाई भाव भन्ने गरिन्छ र प्रत्येक भावहरूको आफ्नो कार्यकत्व हुन्छ। भन्नुको मतलब प्रत्येक भावहरूले सोही अनुसार फल दिइरहेका हुन्छन्। पहिलो भावलाई लग्न भनिन्छ, जहाँबाट जातकको शरीर, जातकको स्वभाव, जातकको चिन्तन, जातकको स्वास्थ्य मतलब शरीरसँग जोडिएका गतिविधि हेरिन्छ भने दोस्रो भावबाट धन, पैसा, खानपिन, के कति कमाउँछ, के कस्तो रहन्छ दोस्रो भावबाट हेरिन्छ। तेस्रो भावबाट भाइ बहिनी भयो, पराक्रम भयो, साहस भयो, कस्तो छ के छ भन्ने कुरा हेरिन्छ। त्यस्तै चौथो भावबाट घर, गाडी, शिक्षा, आमाको भाव हो भनेर बुझिन्छ। त्यस्तै पञ्चम भावबाट सन्तान, खेलकुद, माया प्रेम, मनोरञ्जन भनेर हेरिन्छ। त्यस्तै छैटौँ भावबाट ऋण, रोग, शत्रु, जागिर, प्रतिस्पर्धा भनेर हेरिन्छ। त्यस्तै गरी सप्तम भाव जुन अहिले हामी चर्चा गर्न गइरहेका छौँ, जसको विशेष के हो त दाम्पत्य जीवन। यो सप्तम भावबाट व्यवसाय पनि हेरिन्छ। तर अहिले हामी अरू केही कुराहरू हेर्दैनौँ, खालि दाम्पत्य जीवनको बारेमा हामी आजको टपिकमा चर्चा गर्नेछौँ। जहाँ बुझ्नुहुन्न नोट गरेर राख्नु होला, नोट गरिसकेपछि लास्टमा सुन्नु होला। बीचमा सुन्नुभयो भने यताउति पर्छ। त्यही भएर सबैभन्दा पहिला के गर्नु होला, नबुझेका कुराहरू जहाँ जहाँ बुझ्नुहुन्न त्यहाँ नोट गरेर राख्नु होला। दीपनारायणजी, तपाईँले एकचोटि त फेरि त्यो ह्यान्डमा दबाइदिनुहोस् त, त्यो उठिरहेको फेरि सोधिरहनु मन लाग्नुहुन्छ है। आयुष कहिलेदेखिबाट भेटिन्छ भनेर नि थाहा हुन्छ? सप्तम भावबाट थाहा हुन्छ आयुषजी है, कहिलेबाट भन्ने पनि थाहा हुन्छ। सप्तम भाव
र सबैजना साथीहरूलाई नमस्ते। आज वेबिनारमा उपस्थित हुनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद पनि छ र एकदम राम्रोसँग है बुझेर अगाडि बढ्नु होला र कहीँ बुझ्नुहुन्न भने नोट गरेर फेरि लास्टमा सोध्नु होला। ल आउनुभएको छ तपाईँहरू, धेरै धेरै धन्यवाद छ तपाईँहरूलाई। नमस्कार एकदम राम्रोसँग बुझेर अगाडि बढ्नुहुनेछ भन्ने कुरा मैले आशा लिएको छु है। अब सप्तम भावबाट दाम्पत्य जीवनको बारेमा विचार गरिन्छ। सप्तम भावलाई के भनिन्छ त भन्दा कालपुरुष कुण्डलीमा तुला राशि पर्दछ। यो कालपुरुष कुण्डली भनेको के त भन्दा मेष राशि जो छ नि, मेष राशिलाई पहिलो भाव मान्दाखेरि, वृष राशिलाई दोस्रो भाव, मिथुन राशिलाई तेस्रो भाव मान्दै जाँदाखेरि सप्तम राशि कुनमा पर्छ त तुला राशिमा पर्दछ। कालपुरुष कुण्डलीमा सप्तम भाव तुला राशि र तुला राशिको स्वामी शुक्रले प्रतिनिधित्व गर्दछ र त्यसैलाई हामीले दाम्पत्य जीवनको राशि भनेर बुझ्दछौँ। तुला राशि अन्तर्गत शरीरको अङ्गमा पेटको तल्लो भाग पर्दछ, पिसाब अङ्गहरू पर्दछ तथा यौनजन्य भागहरू पर्दछ। सोही कारणले सप्तम भावलाई दाम्पत्य सुखको भाव भनिएको हो। सप्तम भावलाई किन दाम्पत्य जीवनको भाव भनिदो रहेछ त? किनकि मेष राशिबाट गन्दै जाँदा सप्तम राशि तुला राशिमा पर्दछ र तुला राशिका अङ्गहरू जुन अङ्गहरू जोडिएको छ नि राशि अन्तर्गत, ती कहाँ गएर जोडिन्छन् त? दाम्पत्य जीवनसँग जोडिन्छन्, यौन सुखसँग जोडिन्छ। त्यही भएर यो भावलाई दाम्पत्य जीवनको भाव भनिएको हो। सामान्यतया सप्तम भावबाट विवाह सुख, विवाहसँग जोडिएका कुराहरू, प्रेम विवाह, जीवनसाथी कस्तो, उमेरमा भिन्नता कति, पारिवारिक सुख, यौनजन्य गतिविधिहरू कहाँबाट हेरिन्छ त? सप्तम भावबाट हेरिन्छ। सप्तम भाव कुन कुन कुरासँग सम्बन्धित हुन्छ त? विवाहसँग कुरा हुन्छ पहिलो, वैवाहिक जीवनको सुख दुःख, जीवनसाथीको गुण धर्म के कस्तो भनेर सप्तम भावबाट हेरिन्छ। त्यस्तै जीवनसाथीको स्वभाव चरित्र सोचाइ, उसको ब्याकग्राउन्ड, उसको फ्यामिली, उसको धन पैसा आदि पनि हेरिन्छ। अब सप्तम भाव व्यापार बिजनेस हो, त आज हामी जोड्दैनौँ। अनि कानुनी सम्बन्ध पनि सप्तम भावबाट हेरिन्छ, त्यो पनि आज हामी जोड्दैनौँ। ओपन शत्रु भन्ने गरिन्छ सप्तम भावलाई, त्यो पनि सप्तम भावबाट हेरिन्छ, तर आज हामी हेर्दैनौँ। हामी खालि के मात्रै जोड्छौँ त? दाम्पत्य जीवनसँग जोडिएका गतिविधिहरू हेर्छौँ। सबैभन्दा पहिला बुझ्नु पर्ने कुराहरू, सप्तम भाव भनेको विवाहको लागि मुख्य भाव हो। सप्तम भाव विवाहको मुख्य भाव हो, जसलाई जीवनसाथी लाइफ पार्टनरको भाव भनेर बुझिन्छ। एउटा सिंगल भावले मात्रै त्यहाँ काम गर्दैन, त्यसका अतिरिक्त भावहरू हुन्छ। दोस्रो भाव दाम्पत्य जीवनको लागि अति महत्त्वपूर्ण भाव हो। दोस्रो भाव के हुन्छ त? हामीले कसैलाई विवाह गर्छौँ, विवाह गरेर ल्याइसकेपछि अथवा विवाह गरेर गइसकेपछि परिवारमा बढोत्तरी हुन्छ। एउटा परिवारको भाव हो दोस्रो भाव। अतिरिक्त संख्या परिवारमा जोडिनु हो। त्यस्तै गरी पञ्चम भाव माया प्रेमको भाव हो। एक आपसमा माया प्रेम भएन भने दाम्पत्य जीवन सहज हुँदैन, तसर्थ पञ्चम भाव पनि अति महत्त्वपूर्ण हुन्छ। त्यस्तै गरी 11औं भाव स्थायी रूपमा मिलन
इच्छा पूर्ति। 11औं भाव भनेको हर भावको लागि अत्यन्तै महत्त्वपूर्ण भाव हो। यो दाम्पत्य जीवनमा पनि जातकको लागि इच्छा पूर्ति गर्ने। मैले सोचेको साथीसँग विवाह हुन्छ अनि विवाह पश्चात म खुसी हाँसी रहन्छु भन्ने कुरा जनाउँछ 11औं भावले। यिनी भाव के भए त सकारात्मक भावहरू हुन्। कुण्डलीमा जति धेरै 2, 5, 7, 11 भावहरू जोडिन्छन् त्यति उसको दाम्पत्य जीवन राम्रो सहज हुन्छ। त्यस्तै गरी विवाहको लागि नकारात्मक भावहरू के त चतुर्थ भाव। यो चतुर्थ भाव भन्ने बित्तिकै पञ्चम भाव माया प्रेमको भाव हो। पञ्चम भावबाट 1, 2, 3 गर्दै जाँदा चतुर्थ भाव कतिमा पर्दछ त पञ्चम भावमा पर्दछ। हरेक भावदेखि त्यसको 12औं भावले त्यो भावलाई हानि गर्छ। यो रुल बुझ्नु होला है। कहीँ पनि जुनसुकै भावमा पनि जुनसुकै भावमा यो नियम लागू हुन्छ। हरेक भावदेखि त्यसको 12औं भावले त्यो भावलाई हानि गरिदिन्छ। चतुर्थ भाव भनेको पञ्चमदेखि 12औं भाव हो। छैटौं भाव भनेको सप्तमदेखि 12औं भाव हो। त्यस्तै 10औं भाव भनेको इच्छा पूर्तिदेखि 12औं भाव हो। त्यो 4, 6, 10 भावहरू भनेका पञ्चम भावको 12औं भाव, सप्तम भावको 12औं भाव र 11औं भावको 12औं भाव हुन्। यिनी 4, 6 र 10। 8 र 12 भाव कुण्डलीमा के हुन् त भन्दा युनिभर्सल प्रब्लम दिने भाव हुन्। यो दाम्पत्य जीवनमा मात्रै नभएर हर कहीँ पनि जुनसुकै क्षेत्रमा पनि यो अष्टम र 12औं भाव जोडिनु भनेको एकदम सङ्घर्ष गराउने हो, समस्या उत्पन्न गराउने हो, कलह गराउने हो, झगडा गराउने हो, अबुझ बनाउने हो। तसर्थ 4, 6, 8, 10 र 12 यी भावहरू नकारात्मक भावहरू हुन् भने 2, 5, 7, 11 भावहरू सकारात्मक भावहरू हुन्। क्लियर हुनुहुन्छ नि यहाँसम्म? कस्तो अवस्थामा विवाह हुँदैन त? जातकको कस्तो अवस्थामा विवाह हुँदैन? कुण्डलीमा विवाह सुख कस्तो व्यक्तिको लेख्दैन त? यदि सप्तम भावको उपनक्षत्र स्वामी, अब यहाँ उपनक्षत्र स्वामी भनेको तपाईहरु धेरैलाई थाहा नहुन सक्छ है। जो नयाँ हुनुहुन्छ, जसले अहिलेसम्म केपी सिस्टमको बारेमा सुन्नु भएको छैन, बुझ्नु भएकै छैन हैन, उहाँहरूलाई उपनक्षत्र स्वामी भनेको के होला भन्ने शंका रहन्छ। त्यसलाई छोटो भाषामा कसरी बुझौं भन्दा केपी सिस्टमले घटना विश्लेषण गर्नको लागि राशि स्वामीलाई नहेरिकन त्यसको उपनक्षत्र स्वामीलाई हेरेको हुन्छ। यो उपनक्षत्र स्वामी भनेको के हो भन्दाखेरि हरेक भावलाई, हरेक ग्रहलाई के गरिन्छ त भन्दा मल्टिप्लाई मतलब 9 भागले विभाजन गरिन्छ। 9 भागले विभाजन गर्दाखेरि आउने अंशलाई उपनक्षत्र स्वामी भनिन्छ। जो केपी मतलाई बुझ्नुहुन्छ उहाँहरूले केपी सिस्टम अनुसार उपनक्षत्र स्वामी अनुसार बुझ्नु होला। जसले केपी सिस्टम बुझ्नु भएको छैन, नयाँ हुनुहुन्छ भने उहाँहरूले के बुझ्नु होला भन्दा ग्रहलाई बुझ्नु होला है। सप्तम भावको जस्तै मंगल छ भने
अब मङ्गललाई भनेर बुझ्नु होला। भलै त्यति मिल्दैन है, यो राशि स्वामीलाई हेर्दाखेरि त्यति धेरै कुण्डली मिलेको देखिँदैन के। वैदिक ज्योतिष अनुसार कुण्डली हामीले चेक गर्दाखेरि राशि स्वामीले एकदमै राम्रो काम गरेको हामीले देखेका छैनौँ। यो उपनक्षत्र स्वामीले धेरै सठिक काम गरेको हुनाले उपनक्षत्र स्वामी जोडिन्छ। तर तपाईहरू यदि अन्योल हुनुहुन्छ भने त्यहाँ राशि स्वामीलाई प्रयोग गर्नुहोला। चार, 6, 8, 10, 12 भाव जहाँ अघि मैले के भने खराब भावहरू भनिएको थियो नि दाम्पत्य जीवनको लागि। ग्रह यदि 4, 6, 10, 8, 12 भावमा बसेका रहेछन् भने त्यस्तो अवस्थामा विवाह हुँदैन। त्यस्तै गरी बाँझो राशिसँग कनेक्सन भएमा, यहाँ नयाँ हुनुहुन्छ नि कतिपय साथीहरू, उहाँहरूलाई बाँझो राशि भनेको के हो भन्ने पनि अब पक्कै थाहा नहुन सक्ला। बाँझो राशि भनेको मेष, मिथुन, सिंह, कन्या, यिनी चारवटा राशि छन् नि। यी राशिहरूलाई बाँझो राशिको नामाकरण गरिएको छ। किन भन्दाखेरि यी राशिवालाको जो नेचर हुन्छ नि एकदम गर्मी नेचर हुन्छ, रुखो नेचर हुन्छ। जुन के भन्छ म्यारिज मतलब मानसिक जुन एउटा नरमपन हुन्छ नि यी राशिहरूमा देखिँदैन। यिनी भनेका समस्या उत्पन्न गराउने ग्रह हुन्। अरूलाई बुझ्नु भन्दा आफैले म पाइ भन्ने राशि हुन् यिनी। यिनमा यदि पञ्चम भाव यिनीसँग जोडियो भने सन्तानमा समस्या आउँछ। यदि सप्तम भावमा यी राशि जोडियो भने दाम्पत्य जीवनमा समस्या आउँछ। यदि दशम भावमा यी राशि जोडियो भने करियरमा मतलब गरी खाने भएको राशिमा दिनमा समस्या आउँछ। लग्नमा जोडियो भने जातक रुखो हुन्छ। दोस्रोमा यो राशि पर्यो भने धनमा समस्या हुन्छ। यी राशि जुन भावमा पर्दछन् त्यही भाव जन्ने गतिविधिमा समस्या उत्पन्न गराउँछन्। समस्या मतलब संघर्ष उत्पन्न गराउँछ। अब सप्तम भावको कनेक्सन बाँझो राशिसँग हुन गयो भने के हुन्छ, दाम्पत्य जीवनमा समस्या आउँछ। त्यस्तै गरी शनि र केतु, यदि सप्तम भावमा शनि बसेको छ, केतु बसेको छ, या सप्तम भावको सबलड शनि छ अनि गएर 4, 6, 8, 10, 12 भावमा बसेको छ, त्यो पनि बाँझो राशिमा बसेको छ भने बुझ्दा हुन्छ यिनी तीनटै कन्डिसन पुरा भयो भने दाम्पत्य जीवन त्यसको भाग्यमा छैन भनेर बुझ्दा हुन्छ। विवाह कस्तो अवस्था हुन्छ भन्ने कुरा त बुझ्नु भयो है। साँच्चै मैले विवाह कसरी कस्तो अवस्था हुन्छ भन्ने सुरुमा यति बताए मात्रै। 2, 5, 7, 11 है। सप्तम भावको सबलड अथवा सप्तम भावको स्वामीले 2, 5, 7, 11 भाव जोड्यो भने के हुन्छ, त्यसको विवाह हुन्छ। अब 4, 6, 10, 8, 12 बाँझो राशि शनि केतुसँग जोडियो भने त्यसको विवाह हुँदैन। अब दुईटैको मिश्रण भयो, पोजिटिभ पनि छ नेगेटिभ पनि छ भने के हुन्छ त, विवाह पनि हुन्छ समस्या पनि हुन्छ। अनि त्यस्तै गरी अतिरिक्त प्रेम सम्बन्ध भन्छ नि, विवाह पश्चात पनि अर्कोसँग चाहना राख्ने, अरूसँग जोडिन खोज्ने, अरूसँग लभ गर्ने हैन, यस्तो कसरी हुन्छ त, कस्तो अवस्थामा हुन्छ यो। विशेष गरी सप्तम भाव 2 स्वभाव राशि। 2 स्वभाव राशि भनेको बुधको घर र गुरुको घर। बुधको घर भनेको मिथुन र कन्या, गुरुको घर भनेको धनु र मीन। यिनी दुईटा ग्रहका राशि र बुध र गुरु
यिनी के हुन् त भन्दा 2 स्वभाव ग्रह र 2 स्वभाव राशि हुन्। बुझ्नु है कुरो। गुरु र बुध 2 स्वभाव ग्रह हुन्। अनि गएर मिथुन, कन्या, धनु र मीन के हुन् त 2 स्वभाव राशि हुन्। सप्तम भावसँग यी राशि जोडिनु भनेको के हो त अतिरिक्त सम्बन्ध जोडिनु हो। कतिपय हाम्रा पुराना ज्योतिष गुरुहरूले के भनिदिनु हुँदो रहेछ भन्दा सप्तम भावमा 2 स्वभाव जोडिने बित्तिकै दोस्रो विवाह, त्यो चाहिँ होइन है, त्यति छिटै दोस्रो विवाह भइहाल्दैन है। दोस्रो विवाहको कारण त बन्छ, तर दोस्रो विवाह भनिहाल्नु चाहिँ हुँदैन। अहिले कानुनी उल्झन छ, सजिलै पाइँदैन। अहिले पहिलाको नियम थियो भने हो भइहाल्ने थियो त। पहिलाको नियम थियो सहजै विवाह गर्न पाइने थियो भने सप्तम भावमा 2 स्वभाव जोडिने बित्तिकै उसले दोस्रो विवाह त गरिहाल्थ्यो। तर अहिले त पाइँदैन। त्यसको लागि त डिभोर्स हुनु पर्यो। अनि डिभोर्स हुनलाई त कुण्डलीमा योग पनि हुनु पर्यो। तसर्थ दोस्रो विवाहको लागि अलग रुल हुन्छ। तर अतिरिक्त प्रेम सम्बन्ध चाहिँ गुरु र बुधका ग्रह र गुरु र बुधका राशिले गर्दो रहेछ भन्ने बुझ्नु होला है। कस्तो अवस्थामा हुँदो रहेछ? सप्तम भावको सबलड अथवा सप्तम भावको स्वामी गएर कहाँ बस्नु भएन? बुधको घरमा। कहाँ बस्नु भएन? गुरुको घरमा। गुरु पनि हुनु भएन, बुध पनि हुनु भएन, अथवा यिनी ग्रहसँग सँगै बस्नु पनि भएन। बस्यो भने बुद्ध हुन्छ, त्यसको अतिरिक्त सम्बन्ध। भलै यस्तो पनि हुन सक्छ है, कोही एकदम भद्र भलादमी पर्सन छ, उसको यस्तै कम्बिनेसनको कुण्डली बन्यो। उसले फिजिकल्ली रूपमा कसैसँग प्रस्ताव राख्न सक्ने त्यो क्षमता नराख्ला, तर मानसिक रूपमा ऊ अत्यन्तै चाहना राख्नेवाला हुन्छ। कस्तो अवस्थामा दाम्पत्य जीवन टुट्छ त? विवाह हुने कुरा बुझ्नुभयो। विवाह सुख कस्तो अवस्थामा हुन्छ भन्दा जहाँ 4, 6, 8, 10, 12 भावहरू जोडिँदैन, खालि 2, 5, 7, 11 भावहरू जोडिन्छ। त्यस्तो अवस्थामा दाम्पत्य जीवन एकदम राम्रो हुन्छ, सहज हुन्छ। कस्तो अवस्थामा दाम्पत्य जीवन टुट्छ त? पहिला सबैभन्दा पहिला के हुनु पर्यो? ग्रह खराब भावसँग जोडिन जानु पर्यो। त्यसको लागि त 4, 6, 10, 12, 8 पनि भइहाल्यो। यसले के गरिदिन्छ त? सम्बन्ध विच्छेदको योग बनाइदिन्छ। त्यस्तै गरी गुरु र बुध यसले के गराइदिने भयो त? अनैतिक सम्बन्ध जोडिदिने भयो। गुरु र बुधले अनैतिक सम्बन्ध, अनि 4, 6, 10, 12, 4, 6, 10, 12 यस्ता भावहरू जोडिने बित्तिकै अतिरिक्त सम्बन्धको कारणले दाम्पत्य सम्बन्ध बिग्रने भयो। त्यस्तै गरी 4, 6, 10, 8, 12 भावहरू जोडिँदाखेरि जातकमा के हुन्छ? एउटा इगो हुन्छ, समस्या हुन्छ, घरका वातावरण मिल्दैन, अनेक प्रकारका कारणले दुवै पति पत्नीको मिलन राम्रो हुन नसकेर बारम्बार झैझगडा कलहको कारणले दाम्पत्य जीवन टुट्ने अवस्थामा पुग्छ। विवाहमा तनाव कस्तो अवस्थामा हुन्छ त? सप्तम भावको उपनक्षत्र स्वामी अथवा सप्तम भावको राशि स्वामी अथवा चलेको दशा है। जहिले पनि रिजल्ट कहिले आउँछ त? चलेको दशामा। दशा भन्ने बित्तिकै हामी के कुन दशा फलो गर्छौँ? विंशोत्तरी दशा। योगिनी र त्रिभागी हामी हेर्दैनौँ, खालि विंशोत्तरी दशालाई प्रयोग गर्छौँ। विंशोत्तरी दशा चलेको समयमा
अथवा सप्तम भावको ग्रहको कनेक्सन पोजिटिभ र नेगेटिभ। पोजिटिभ भनेको 2, 5, 7, 11, नेगेटिभ भनेको 4, 6, 8, 10, 12। यिनी दुईटैको कम्बिनेसन छ, मिश्रण छ भने के हुन्छ त विवाह पनि हुने भयो अनि टुट्न पनि नदिने भयो, झै झगडा कलह जीवनभर चलिरहने भयो। त्यस्तै बाँझो राशिसँग जोडिएको छ भने पनि दाम्पत्य जीवनमा तनाव रहिरहने भयो। अब बुध गुरु दुई स्वभाव राशि छ है, जुन अघि मैले दुई स्वभावको बारेमा बताएँ, तर पोजिटिभ भाव जोडिएको छ भने पनि के हुन्छ त समस्या निस्किरहन्छ। भले उसले फेरि के गर्न सक्छ, आफ्नो जीवन साथीलाई ढाँटेर छलेर जसरी पनि बनाउन सक्ने क्षमता राख्छ। यदि नेगेटिभ भयो भने फेरि बारम्बार झै झगडा कलह हुन्छ। अब 4, 6, 8, 10, 12 मात्रै छैन, पोजिटिभ पनि छ भने अब सम्बन्ध टुट्दैन, नटुटे पनि जीवनभर कलह रहिरहन्छ। त्यस्तै गरी सबैभन्दा दाम्पत्य जीवनको लागि अर्को खराब ग्रह हो नेप्चुन। तपाईहरु कतिजनालाई याद थाहा छ कुन्नी, 9वटा ग्रहसँगै अतिरिक्त 3वटा ग्रह पनि अहिले अस्तित्वमा छन्। के हुन् त तिनी? युरानस हो, नेप्चुन हो, प्लुटो हो। यिनी 3वटा ग्रह पनि अस्तित्वमा रहेको कारणले यिनले पनि हाम्रा लाइफमा प्रत्यक्ष प्रभाव पार्दछ। यिनी रिसर्चका ग्रह हुन्, तसर्थ हाम्रा शास्त्रहरूमा यिनी ग्रहहरू भेटिँदैनन्। अब पुरानो शास्त्रमा त भेटिँदैन। अब नयाँ नयाँ केपी सिस्टमहरू यिनमा अलिअलि जोडिन थालेको छ र यिनको रिसर्च हुँदैछ। अब कुनै दिन अब कुण्डलीमा 12वटा ग्रह भनेर जसरी 9वटा ग्रहलाई अहिले जोडिएको छ, त्यस्तै गरी अब 12वटा ग्रहहरूको अस्तित्व आउनेछ। यो नेप्चुन ग्रह सप्तम भावमा गएर बस्यो या सप्तम भावको स्वामीसँग सँगै गएर बस्यो या सप्तम भावको उपनक्षत्र स्वामीसँग सँगै गएर नेप्चुन बस्यो भने के बुझ्नु पर्यो भन्दा उसको जीवन साथी धोकेबाज हुन्छ। कुनै पनि बेला उसले धोका खाने हो। यो नेप्चुन भनेको अलिक खतरनाक ग्रह हो। अब जीवन साथीको स्वभाव कस्तो हुन्छ त? सप्तम भावको उपनक्षत्र स्वामी अथवा सप्तम भावको स्वामी गएर मेष राशिमा बस्यो भने मेष राशिको नेचर एकदम एग्रेसिभ हुन्छ के, हतार, उसलाई जे गर्न पनि छिटो, उसले अरूको कुरा सुन्न नसक्ने, आफ्नो कुरा मनाउनै पर्ने है, आफ्नो जीवन साथी अरूमाथि वर्चस्व राख्ने, यस्तो प्रकारको जीवन साथी हुनेछ। यो सप्तम भावमा मेष राशि भयो भने पनि लगभग त्यस्तै हुन्छ है उसको जीवन साथी। यसो चेक गर्नु होला, तपाईहरुले आफ्नो कुण्डली चेक गर्नुभयो भने थाहा हुन्छ। त्यस्तै वृष राशिमा भयो भने आत्तिदैन, धैर्यशील हुन्छ, जे कुरामा पनि अडिग हुन्छ। मेषवाला आत्तिन्छ, छिटो चाहिन्छ उसलाई, तर वृषवालालाई छिटो चाहिँदैन। विलासी जीवन साथी हुन्छ उसको, भनेको मान्छे सहज हुन्छ, स्वामी शुक्र हुन्छ। त्यस्तै मिथुनवाला तार्किक हुन्छन्, हरेक कुरामा यसमा यसो खण्डन गरेछ, बोलेछ हैन, धेरै बोल्न चाहन्छन्, बौद्धिक हुन्छन्, रमाइलो स्वभावका साथी हुन्छन्, हँसिलो गरिरहने, घरमा रमाइलो गरिरहने, नबोलिकन बस्न नसक्ने, यस्ता हुन्छन्। त्यस्तै कर्कट राशिवाला एकदम भावनात्मक हुन्छन्, घर परिवार प्रति अत्यन्तै समर्पित हुन्छन्। त्यो समर्पित भए अनुसार घर परिवारको अवस्था नपाउनाले यिनीहरू बहुत चिन्तित हुन्छन्, धेरै सोचनीय हुन्छन् यिनीहरू। सानो सानो कुरामा रोइदिहाल्ने, जिद्दी देखाउने, तर पनि घर परिवार प्रति चाहिने भन्दा बढी समर्पित भएर लाग्ने।
तर परिवारप्रति खुसी पनि हुन नसक्ने यस्ता हुन्छन् कर्कट राशि। सिंह आफूलाई राजा सम्झिन्छन्, स्वभाव पनि राजसी स्वभावको हुन्छ, प्रतिष्ठित जीवनसाथी हुन्छ, मान सम्मान इज्जत प्राप्त गरेको, ऊ झोक्न नजान्ने, रिसाहा यस्तो प्रकृतिको उसको जीवनसाथी हुन्छ। त्यस्तै कन्या भयो पनि बुद्धिमानी, व्यवस्थित, हर कुरा मिलाएर राख्नु पर्ने हुन्छ। यिनीहरूलाई यताउति भद्रगोल मनै पर्दैन, एकदम व्यवहारिक हुन्छन् यिनीहरू। त्यस्तै तुला एकदम राम्रो, आकर्षक स्वभावको, सामाजिक व्यक्तित्वको, माया प्रेम गर्नलाई एकदमै अगाडि सर्ने। वृश्चिक गहिरो प्रेम गर्ने, वृश्चिक वालाको प्रेम एकदमै विश्वासपूर्वक गर्छन् यिनीहरूले। माया प्रेम यिनीहरूको गर्न थालेपछि एकदमै बढी हुन्छ यिनीहरूको। हर कुरामा गोपनीयता राख्छन् यिनीहरू, स्वामित्व भाव हुन्छ। तर यिनीहरूलाई रिस उठ्यो अथवा चित्त बुझेन भने फेरि बहुत खराब पनि हुन्छन्। माया गर्न परे ज्यानै दिन पनि तयार, घृणा गर्न परे ज्यानै लिन पनि तयार, यस्ता हुन्छन् वृश्चिकवाला। त्यस्तै धनु स्वतन्त्र प्रिय हुने यिनीहरू, धार्मिक स्वभाव हुन्छ, घुमफिरमा एकदम मन पराउँछन्, कसैको अधीनमा यिनीहरू रहन चाहँदैनन्। लाइफ पार्टनरको अधीन त यिनीहरूलाई बिल्कुलै मन पर्दैन, मतलब पनि राख्दैनन् केही कुराको, फ्रिली हुन्छन्, स्वतन्त्र। मकरवाला गम्भीर, अनुशासित र प्राय चाहिँ के हुन्छ, सप्तम भावमा मकर छ या सप्तम भावको सब लग्न गरेर मकरमा छ या सप्तम भावको स्वामी गरेर मकरमा छ भने पनि विवाह केही ढिला हुन्छ। ल भयो, यो के आएको यो फेरि म्युट भइदिनुहोस् है। त्यस्तै गरी कुम्भ राशिमा भयो भने हर कुरामा यिनीहरूको के हुन्छ, विद्रोही सोच हुन्छ, फरक सोच राख्छन् कि यिनीहरूले। जे कुरामा पनि चलिआएको सोच भन्दा यिनीहरूको सोच फरक हुन्छ, विद्रोही स्वभाव हुन्छ, आधुनिक हुन्छन् यिनीहरू, मोडर्न हुन्छन्। त्यस्तै मीन बहुतै दयालु, जल तत्त्ववाला सबै तिनटै दयालु हुन्छन्। जल तत्त्व भनेको कर्कट राशि, वृश्चिक राशि र मीन राशि। त्यसमा पनि मीनवाला बहुतै दयालु हुन्छन्, अत्यन्तै भावुक, कल्पनाशील र आध्यात्मिक हुन्छन् यिनीहरू। ध्यान साधना पूजा पाठमा यिनीहरूको एकदम रुचि रहन्छ। त्यस्तै गरी सप्तम भावमा सूर्य बसेको छ या सप्तम भावको सबलर्ड सूर्य छ भने के हुन्छ त, त्यो जातक उसको जीवनसाथी है, जीवनसाथी आत्मनिर्भर हुन्छ, घमण्डी हुन्छ, प्रभावशाली हुन्छ। आफूले खुट्टामा उभिन सक्ने, प्रतिष्ठा प्रिय र नेतृत्वदायी हुन्छ, कहिलेकाहीँ अहङ्कारी वा घमण्डी देखिन सक्छ। त्यस्तै चन्द्रमा भावुक, संवेदनशील, स्नेही नेचरको हुन्छ, कोमल स्वभाव हुन्छ, भावना प्रधान र परिवार प्रेमी हुन्छन्। मनस्थितिमा छिटै परिवर्तन हुन्छ, तिनीहरूले के सोच्छन् एकथोक सोच्छन् अहिले अनि यतिखेरै परिवर्तन हुन्छन्, बदलिन्छन्। मतलब यिनीहरू केही कुरामा स्थिर हुँदैनन्। त्यस्तै बुध भनेको बुद्धिमान, मिलनसार, चञ्चल, तार्किक, व्यवहारिक, कुशल वक्ता, बहु प्रतिभाशाली, कहिलेकाहीँ दोहोरो स्वभावमा छिटो निर्णय परिवर्तन गर्ने यिनीहरूको बानी हुन्छ। त्यस्तै मङ्गल हुँदाखेरि जोसिलो स्वभाव हुन्छ, साहसी हुन्छन्, निडर हुन्छन्, ऊर्जावान, क्रियाशील, जुझारु, कहिलेकाहीँ रिसा, प्रतिस्पर्धात्मक र निडर स्वभाव केले गराउँछ, मङ्गलले गराउँछ। आफ्नो कसैले मेरो जीवनसाथी कस्तो हुन्छ त भन्यो भने सप्तम भावको सबलर्ड अथवा सप्तम भावको स्वामी अनुसार
अथवा सप्तम भावमा बसेको ग्रह अनुसार यो कुरा छुट्याउन सकिन्छ। सप्तम भावको स्वामी अनुसार त्यति एकदमै मिल्ने चाहिँ होइन, तर पनि केही कुराहरू मिल्छ है। त्यस्तै गरी गुरु भयो भने जातक धार्मिक, ज्ञानवान, आदर्शवादी हुन्छ, एकदम आध्यात्मिक, इमान्दार, नैतिक मूल्यमा विश्वास गर्ने, धेरै आशावादी र कहिलेकाहीँ अति नैतिकता थोपर्ने, अरूलाई सिकाउने, अरूलाई गाइड गर्ने। यो तपाईँ म्युट भइदिनु होला है, जो आवाज आएको छ नि ब्याकग्राउन्ड आवाज जसको आएको छ म्युट भइदिनुहोस् है। त्यस्तै शुक्र भइदियो भने आकर्षक, प्रेमिल, विलासी, प्रेम, सौन्दर्य, कला र विलासिता रुचाउने जीवनसाथी हुनेछ। आकर्षक व्यक्तित्व हुनेछ, राम्रो जीवनशैली मन पराउने हुनेछ। अब कसैको हुन्छ नि कोही जीवनसाथी एकदम कन्जुस जीवनसाथी हुने, अनि गएर उसको कन्जुस व्यक्तिको जीवनसाथी यदि शुक्रसँग जोडियो भने उसलाई गाह्रो हुन्छ। खर्च गर्न उसलाई डर लाग्छ, तर जीवनसाथी खर्चालु भइदिन्छ। जो शुक्रले गराउँछ त्यस्तो। शनि गम्भीर, धैर्यवान, परिश्रमी, जिम्मेवार बनाउँछ शनिले, धैर्यशील बनाउँछ, अनुशासित तर कहिलेकाहीँ कठोर बनाउँछ है। शनिको काम हो एकदम धैर्यशील, अनुशासित। धेरै अनुशासित हुने हुँदा कठोर हुन्छन्। सम्बन्ध बनाउन राम्रो समय लाग्छ तर दीर्घकालीन हुन्छ। शनिले के गर्छ, सुरुवाती चरणमा समस्या देखाउँछ, तर त्यो समस्या के हुन्छ त राम्रो हुँदै जान्छ, समय लाग्छ सुध्रिन। राहु भनेको रहस्यमय ग्रह हो, महत्वाकांक्षी ग्रह हो र अस्थिर ग्रह हो। त्यही भएर उसको जातक के हुन्छ, अस्थिर स्वभावको हुन्छ। उसको लाइफ पार्टनर सोचहरू एकदमै जुन नर्मल सोचहरू भन्दा असामान्य सोचहरू हुन्छ, महत्वाकांक्षी हुन्छ, कहिलेकाहीँ यिनीहरूको धोका दिने स्वार्थी प्रवृत्ति हुन्छ। पञ्चम भावमा राहु बस्यो या पञ्चम भावको सबबाट राहु छ भने के बुझ्दा हुन्छ, यसले धोका सहजै प्यारमा धोका दिन्छ। त्यही भएर प्रायः के हुन्छ, सप्तम भावमा राहु बसेका जीवन साथी मतलब जसको पनि कुण्डली छ त्यस्ताको कहीँ न कहीँ दाम्पत्य जीवनमा असहज उत्पन्न हुन्छ। किनकि एकदम सोच पनि ठुलो राखेका हुन्छन्, महत्वाकांक्षी हुन्छन्, जे कुराहरू लागु हुँदैनन्, अनि गएर एउटै परिपक्व हुँदैनन् कि दुःख पाए पनि म साथ दिन्छु, सुख पाए पनि साथ दिन्छु भन्ने यिनीहरूको नेचर हुँदैन। यिनीहरूलाई राम्रो हुँदासम्म ठिक, नराम्रो हुँदाखेरि झै झगडा गर्न तम्सिने स्वभाव हुन्छ राहु।
त्यस्तै केतु केतु के हो त भन्दा आध्यात्मिक ग्रह हो, एकान्त प्रिय हो, रहस्यमय प्रवृत्तिको ग्रह हो। तसर्थ केतु सप्तम भावमा हुनु, सप्तम भावको सबलड केतु हुनु के बुझाउँछ भन्दाखेरि सांसारिक सुखमा कम रुचि देखाउँछ। ध्यान साधना आध्यात्मिक दुनियाँमा उनलाई रमाइलो लाग्छ। गम्भीर वा अलि टाढाको स्वभाव, अलि परको स्वभाव, अलि जातकको भन्दा उसको जीवन साथीको स्वभाव अलि परको अर्कै कि यस्तो गराइदिन्छ राहु केतुले। कस्तो अवस्थामा विवाह हुँदो रहेछ, कस्तो अवस्थामा विवाह हुँदो रहेनछ, कस्तो अवस्थामा दाम्पत्य जीवन सहज राम्रो हुँदो रहेछ, कस्तो अवस्थामा दाम्पत्य जीवनमा झै झगडा कलह आउँदो रहेछ, कस्तो अवस्थामा अतिरिक्त प्रेम सम्बन्ध हुने र कस्तो अवस्थामा सम्बन्ध विच्छेद हुने र उसको जीवन साथीको स्वभाव के कस्तो रहने भन्ने कुरा मैले अहिलेसम्म तपाईहरुलाई बताए। यी त भए सप्तम भावसँग जोडिएका गतिविधिहरू। अब यसलाई कसैको कुण्डलीमा खराब योगहरू बनेको छ, दाम्पत्य जीवन एकदम खराब भएको छ, त्यसलाई के गरी सुधार्नु त? भलै उसको दोस्रो विवाहको योग भनेको छैन, झै झगडा कलह भइरहेको छ भने त्यसलाई सुधार गर्न सकिन्छ। तर कुण्डलीमै दोस्रो विवाहको योग बनिसकेको छ, जन्मदै लिएर आएको छ भने कसै गरे पनि त्यो रोकिनेवाला छैन, टुट्नेवाला छैन। तर झै झगडा कलह बढी भइरहेको छ भने त्यसलाई सुधार गर्न चाहिँ सकिन्छ। अरू कसैको हातमा छैन, स्वयं उसैको हातमा हुन्छ। यो कुरा पनि बुझ्नु होला। कसरी त? अब सुखी वैवाहिक जीवनका लागि उपायहरू अपनाउँदा पारिवारिक सन्तुलन र समझदारी, जहिले पनि एकअर्कालाई बुझ्ने प्रयास गर्नै पर्दछ, संवादको कमी हुन दिनु हुँदैन, सानो तिनो कुरामा विवाद त गर्नै हुँदैन, चुपचापै बस्ने हो, आखिरीमा सँगै बस्नै छ छोड्ने होइन भने के को लागि झगडा गर्ने? चुप बस्दै के हुन्छ? आखिरीमा त न त उसको जीवन साथीले बुझ्छ न त आफूले बुझ्छ। अब यस्तै चलिरहन्छ भनिसकेपछि चुप बस्ने नि अब विकल्प छैन अर्को, यो तरिका एउटा अपनाउनै पर्छ। त्यस्तै गरी ज्योतिषीय उपाय अनुसार सफा र सुगन्धित लुगा लगाउनै पर्दछ। श्रीमती होस् या पति होस् सम्मानजनक व्यवहार राख्नै पर्दछ। प्रत्येक शुक्रबार लक्ष्मीको पूजा गर्नाले के हुन्छ त भन्दा शुक्र हो लक्ष्मीको पूजा, शुक्रबार लक्ष्मी पूजा शुक्रको देवता हुनुहुन्छ र शुक्र भनेको दाम्पत्य सुखको लागि राम्रो ग्रह हो। तसर्थ प्रत्येक शुक्रबार लक्ष्मीको पूजा गर्नै पर्दछ। सासू ससुरा ससुरी भएछ है, सासू ससुरा वा वृद्ध व्यक्तिलाई आदर गर्नै पर्दछ। शनिबार श्रमिक वा गरिबलाई सेवा गर्ने, यो गर्नाले के हुन्छ त जुन ग्रहको कारणले नेगेटिभ रिजल्ट आइरहेको थियो त्यसमा कमी हुन्छ। त्यस्तै व्यवहारिक उपायहरू जहिले पनि के गर्न सकिन्छ, आफ्नो साथीलाई एक जीवन साथीलाई मतलब पति अथवा पत्नीलाई साथी जस्तै सम्बन्ध बनाउनु पर्दछ। हर कुरा सेयर गर्ने, केही कुरा नलुकाउने, अब आफ्नै जस्तो एकदमै नजिकको बनाएर राख्ने, सासू ससुरा वा परिवारसँग राम्रो सम्बन्ध राख्ने, एक अर्कालाई सुन्ने बानी बसाल्ने, साना उपहार वा सरप्राइजहरू दिइरहने, सकारात्मक सोच राख्ने, यिनी हाम्रो दैनिक जीवनमा आइपर्ने समस्याबाट मुक्ति दिलाउँछ। त्यस्तै गरी मन्त्र र आध्यात्मिक उपायमा के गर्न सकिन्छ? ओम लक्ष्मी नारायण नमः,
यो मन्त्रले एकदमै दाम्पत्य जीवनलाई प्रेम र सुमधुर बनाउँदछ। यो मन्त्र हरेक दिन बिहान उठेर नुहाई धुवाई गरिसकेपछि मनै मन जप्नाले 108 पटक भनिएको हुन्छ। जति पटक सकिन्छ जप्नाले एकदमै राम्रो काम गर्छ। त्यस्तै गरी ओम शुक्राय नमः, त्यस्तै ओम दुर्गाय नमः, यिनी मन्त्र भनेका दाम्पत्य जीवनको लागि एकदमै राम्रा मन्त्र हुन्। यदि नियमित रूपमा यो जप गरियो भने पनि खराब भइसकेको सम्बन्धमा धेरै सुधार आउँछ। अनि त्यस्तै गरी ध्यान साधना सबैभन्दा राम्रो अति उत्तम ध्यान साधना। यदि पति पत्नी दुवैले गर्न सकियो युगल ध्यान भनिन्छ, कपाल मेडिटेसन। यो ध्यानले दाम्पत्य जीवनलाई एकदमै राम्रो गर्छ है। कसरी गरिन्छ? श्रीमान श्रीमती एकसाथ शान्त वातावरणमा बस्ने, आँखा बन्द गरेर एक अर्काको उपस्थितिलाई महसुस गर्ने, श्वास प्रश्वासलाई सम्हाल्दै, मतलब श्वास भित्र गयो श्वास बाहिर गयो हेर्दै, हम भित्र जाँदाखेरि हम गर्ने, छोड्दाखेरि स गर्दै छोड्ने, जो मनमनै है, बोल्नु पर्दैन। यसले के गराउँछ त? सम्बन्धमा गहिरो समझदारी र प्रेम बढ्छ, आत्मीयता र आध्यात्मिक सम्बन्ध मजबुत हुन्छ। यदि कसैको दाम्पत्य जीवन तपाईहरूको होस् या कसैको यस्तै समस्या आएको छ भने दुईटालाई सँगै बसालेर यो ध्यान तपाईहरूले गर्नुभयो भने 15 दिनभित्र ल सम्बन्ध धेरै सुध्रिन्छ भनेर ग्यारेन्टेड साथ पठाइदिन सक्नुहुन्छ। आफूले पनि फलो गर्न सक्नुहुन्छ। त्यस्तै छ अर्को प्रेम र करुणा ध्यान। के अन्त? आरामदायी आसनमा बसेर आँखा बन्द गर्ने, मन मनै भन्ने म स्वयं सुखी रहूं, मेरो जीवन साथी सुखी रहोस्, हाम्रो सम्बन्ध सुदृढ रहोस्। मनै मन भन्ने आँखा बन्द गरिन्छ, दुवैजना साथमा बसिन्छ, दुवैजनाले मनै मन यसलाई दोहोऱ्याइन्छ। यो भावना विस्तार गर्दै परिवार, साथीभाइ र सम्पूर्ण सृष्टिसम्म पुर्याउने। पहिला सुरुमा आफू, त्यसपछि मेरो परिवार, त्यसपछि सारा संसार सुखी रहोस् भनेर यदि यो ध्यान नियमित गर्दै गर्दै गइयो भने यस्तो लाग्छ कि संसार नै मेरो आफ्नो हो। दाम्पत्य जीवन त स्वतः सुध्रिन्छ नै। यो रिस, ईर्ष्या, मनमुटाव, झगडा, लालच, लोभ यो सबै अटोमेटिक हट्दै हट्दै जानेछ। त्यस्तै गरी मन्त्र ध्यान पनि गर्न सकिन्छ। अब श्रीमान श्रीमती दुवै मिलेर वा एक्लै निम्न मन्त्र जप्ने है, अघि भनिसके मैले। ओम लक्ष्मी नारायणाय नमः, ओम शुक्राय नमः, ओम ह्रीं नमः, यी मन्त्रहरू मनै मन जप्न सकिन्छ। सके दुवैजना, नसके जो बढी पीडित छ उसले जप्ने। त्यस्तै श्वास प्रश्वासको ध्यान। शान्त ठाउँमा बसेर आँखा बन्द गर्ने, श्वास लिँदा शान्ति, श्वास छोड्दा प्रेम भन्ने भावना गर्ने। सरी शान्त ठाउँमा बसेर आँखा बन्द गरेर श्वास लिँदाखेरि भित्र श्वास जाँदा शान्ति भनेको यस्तो फिल गर्ने, श्वास बाहिर छोड्दा प्रेम भन्ने फिल गर्ने। सरी 15 मिनट यो ध्यान नियमित गर्नाले भने दाम्पत्य जीवन स्वतः सुध्रेर जान्छ। किनकि तनाव कम हुन्छ, तनाव कम भइसकेपछि समझदारी बढिहाल्छ। त्यस्तै ग्रह अनुसार पनि अब सूर्य छ, सूर्यको कारणले समस्या उत्पन्न भएको
या सूर्यको दशा चलेर समस्या उत्पन्न भएको भनी के गर्न सकिन्छ? अहङ्कार र हट छोड्ने प्रयास गर्नै पर्छ। बिहान सूर्यलाई जल चढाउने, पिता वा वरिष्ठ व्यक्तिको सम्मान गर्ने र मन्त्र जो हुन्छ ओम हराम ह्रीम हरौं स सूर्याय नमः, हरेक मन्त्र 108 पटक भनिएको हुन्छ, तर 11 र 21 पटक अनिवार्य जप्नु राम्रो हुन्छ। त्यस्तै चन्द्रमा, सोमबार शिवजीलाई जल चढाउने, सेतो वस्त्र चामल र दुधको दान दिने, श्रीमान श्रीमती एकअर्काको भावनालाई बुझ्ने प्रयास गर्ने, अनि चन्द्रमाको मन्त्र ओम श्राम श्रीम श्रम स चन्द्रमसे नमः जप गर्नाले चन्द्रमाद्वारा सिर्जित समस्या समाधान हुन्छ। त्यस्तै बुधबार गणेशजीको पूजा गर्ने, हरियो वस्त्र धारण गर्ने, मिठो र सबै भाषामा बोल्ने प्रयोग गर्ने, अनि बुधको मन्त्र जप गर्ने। त्यस्तै मङ्गल भनेको झगडाको कारक हो। मङ्गलले धेरै समस्या उत्पन्न गराउँछ। तसर्थ मङ्गललाई ठिक गर्नलाई मङ्गलबार हनुमानजीको दर्शन गर्ने, श्रीमान श्रीमती बीच आक्रोश कम गर्न योग ध्यान गर्नै पर्ने, रातो वस्त्र वा मुगा धारण गर्नाले राम्रो हुने, अनि गएर मङ्गलको मन्त्र ओम क्राम क्रिम क्रौम स भौमाय नमः, यो मन्त्रलाई अब हरेक मन्त्रको एउटै हो नियम, सकेसम्म 108 पटक नभए पनि 11 र 21 पटक। त्यस्तै गुरुको मन्त्र, गुरु विश्वास नैतिकता र विवाह टिकाउन प्रयोग गरिन्छ। गुरु बिहिबार विष्णु भगवान र बृहस्पति देवताको पूजा गर्ने, पहेँलो कपडा धारण गर्ने, पति पत्नीले एकअर्कालाई सम्मान र विश्वास दिने, अनि मन्त्र ओम ग्राम ग्रीम ग्रौम स गुरवे नमः। त्यस्तै शुक्रबार माता लक्ष्मी वा देवी दुर्गाको पूजा गर्ने, श्रीमान श्रीमती एकअर्कालाई सानो उपहार वा सरप्राइज दिने, सेतो वस्त्र हिरा डायमन्ड ओपलहरू धारण गर्ने, अनि गएर शुक्रको मन्त्र ओम द्राम द्रिम द्रौम स शुक्राय नमः। त्यस्तै शनिबार शनिदेव तथा हनुमानजीको पूजा गर्ने, एकअर्कासँग धैर्य राख्ने, अनावश्यक शङ्का गर्दै नगर्ने, कालो वस्त्र तिल फलाम जन्य वस्तुहरू, कालो अडरको दाल दान गर्ने, अरू गएर शनिको मन्त्र ओम प्राम प्रिम परम स सनस्राय नमः। त्यस्तै राहु, शनिबार शिवजी वा दुर्गा माताको पूजा गर्ने, आफ्नो जोडीलाई अविश्वास गर्दै नगर्ने, कुराहरू प्रष्टसँग राख्ने, कुराहरू नलुकाउने, नीलम ब्लू सफायर भनिन्छ वा गोमेट धारण गर्ने, अनि गएर शनिको मन्त्र ओम भ्राम भ्रीम भ्रौम सराहावे नमः को जाप गर्ने। अनि त्यस्तै गरी केतु, गणेशजी वा भगवान शिवको पूजा गर्ने, कुकुरलाई रोटी खुवाउने, ध्यान र योगलाई आफ्नो जीवनचर्यामा समावेश गर्ने, अनि गएर केतुको मन्त्र ओम श्राम श्रीम श्रम स केतवे नमः, यो मन्त्रलाई जप्ने। यति गर्नाले हाम्रो दाम्पत्य जीवन पनि राम्रो हुन्छ, आफ्नो पनि र अरूको पनि भनेर यसरी हामी सप्तम भाव जन्य गतिविधि आज प्रस्तुत गरेका थियौँ। अब यसमा तपाईहरूको जिज्ञासाहरू के कति छन् अब सुन्न सक्नुहुन्छ है। के कति बुझ्नुभयो? ल भूषणजी ल भन्नुहोस्। राधे राधे गुरु। राधे राधे। कहाँबाट बोल्दै हुनुहुन्छ? काठमाडौँबाट गुरु। के छ तपाईँको जिज्ञासा? मेरो जिज्ञासा के छ भने गुरु,
लगभग यो औँसीमा जन्मिनेहरूले औँसी तपाईँको आवाज क्लियर आएन है। यो औँसीमा जन्मिनेहरू हुन्छ नि गुरु, हजुर दुईजनालाई औँसीमै हुनुपर्ने हो कि एउटा पूर्वी एउटा औँसीकोले नै हुन्छ भन्ने कुरा छ होइन। अनि त्यसपछि अर्को हामीले विवाह मिलान गराउँछौँ, अष्टकुट हेराउँछौँ। अष्टकुटले मात्रै नपुग्ने भएर हामीले चाहिँ भित्रको कुण्डलीमा रहेको सप्तम अब लग्न, अब जाया भाव, अनि त्यसपछि यो सन्तान भाव, धन भाव नै हेर्नुपर्छ भन्ने छ नि यता पराशरमा। त्यसलाई पनि विचार गरेर हेर्नु पर्यो कि अष्टकुटले मात्रै पुग्छ भन्ने कुरा। यो औँसीको जन्मको जुन एक हिसाबले भन्दाखेरि यो औँसीको जन्मको कुरा छ नि, यो एउटा रूढिवादी भन्दा अर्को होइन है। यसलाई त्योभन्दा बढी लिनु आवश्यक पनि छैन। हामीले सयौं कुण्डलीहरूको जो औँसीमा जन्मेका छन् तर जातकलाई पनि थाहा छैन, जातिकालाई पनि थाहा छैन, विवाह भएको छ, विवाह पश्चातका समयहरू कुनै समस्या आएका छैनन्, जानी जानी औँसीलाई नबारिकन विवाह गर्ने पनि धेरै देखिन्छन्, तिनको पनि केही भएको छैन। यदा कदा कहीँ कतै कसैलाई एउटा सामान्य समस्या आयो होला जमानामा सदियौँ पहिले। त्यही सदियौँ पहिला आएको समस्यालाई लिएर हामीले त्यसैलाई फलो गरिरहेका छौँ। अब व्यवहारिक रूपमा औँसीवालाले अर्को औँसी नभएको केटालाई अथवा केटीलाई बिहा गरेर समस्या आएको चाहिँ देखिएको छैन। हुनसक्छ अपवादको रूपमा सयौँमा एक दुईजना होला नि त्यो नर्मल्ली मिलाएर औँसीलाई बिहा गर्दा पनि समस्या आएको होला, नर्मल अरूको पनि समस्या आएकै छ होइन। यो भयो। अब औँसीलाई हामीले केपी सिस्टमले के भन्छौँ भन्दा रूढिवादीको निरन्तरता भन्छौँ। गाउँघरमा यदि कोही त्यस्ता तपाईँका अहिलेका युवा युवती बिहा गर्न नपाएर होइन औँसी नै खोजेर बिहा गर्नुपर्छ भनेपछि त भेटिँदैनन्। नभेटिसकेपछि त्यो विवाह हुन रोकिएको धेरै देखिएको छ। भन्नुहोस् डाइमेन्सनजी। गुरु नमस्कार है। नमस्ते। म चाहिँ खास सुषमा मल्ल हो होइन गुरु। हजुर हजुर म सुषमा मल्ल। नमस्ते। म चाहिँ खास गरेर एउटा क्वेसन सोध्न लागेको गुरु, यो जस्तै हामीले विवाह नहुने केसमा भन्नुभयो नि हजुरले, यसमा चाहिँ हामीले यो कुण्डलीको सप्तम भावमा राशिलाई हेर्ने कि ग्रहलाई हेर्ने गुरु? ल ठिक छ है, पहिला यहाँ भूषणजीको म भ्याउँछु र त्यहाँ तपाईँको जोड्छु है। हजुर। अनि भूषणजी तपाईँको औँसीको कुरा त क्लियर भयो होइन? हजुर गुरु। अनि गयो अर्को गुण मिलान छ नि, अष्टकोट गुण मिलान, दशकोट पनि भन्ने गरिन्छ, कतिपयमा 10 कोट पनि मिलान गरिन्छ होइन। अब यसलाई पनि यसलाई कसरी बुझौँ भन्दा होइन, ज्योतिष भनेको खालि पुरुषको लागि मात्रै लेखिएको शास्त्र थियो। तपाईँले पुराना किताबहरू शास्त्रहरू पढ्नुभयो भने त्यहाँ पाउनुहुन्छ तेरो 2वटा श्रीमती हुनेछ, तेरो 3वटा श्रीमती हुनेछ होइन। कहीँ पनि त्यहाँ श्रीमतीलाई उल्लेख गरिएको छैन। मतलब श्रीमतीलाई आधार मानेर कुण्डली विश्लेषण गरेको तपाईँले त्यहाँ पाउनु हुँदैन। किनकि श्रीमतीको बारेमा अथवा उसको महिलाको बारेमा त ज्योतिष शास्त्र लेखिएकै होइन। त्यतिखेर के भन्ने चलन थियो, महिलाहरू, छोरीहरू, कन्याहरू बिहा गरेर जाने गोत्रै फेरिन्छ, सबै फेरिन्छ। केही अलि पहिलाका उमेर भएका महिलाहरूको जन्म कुण्डली अहिले पनि बनाइएको छैन, हुँदा पनि छैन। किनकि जन्म समय किन चाहियो, गोत्रै फेरिन्छ भनेर बनाइदिने चलन थिएन। अब कुण्डली मिलान भनेको त्यतिखेर पुरुषको दिमागलाई, मनलाई आधार मानेर गरिएको थियो। पुरुषको कुण्डली पुरुषको मनलाई आधार मानेर गरिएको थियो। किन भन्दा कस्तो थियो समय भन्दा घरमा 4-5 जना परिवार अथवा 8-10 जना जति पनि परिवार हुने भए
अनि बिहा गरेर ल्याइएको छ, श्रीमती घरमा हुँदाहुँदै बिहान उठ्ने बित्तिकै चिया भएन होला, अथवा भनेको काम भएन होला, अथवा तातो पानी चाहिए बेला पाइएन होला, अथवा अलि धेरै बोलिनु होला, अनि साँझ त अर्को बिहा गरेर ल्याउने। केही कानुन थिएन, केही थिएन। त्यतिखेर कुण्डली मिलानको अर्थ के थियो होला भन्दा त्यो पुरुष भर्सक दोस्रो बिहा नगरोस्, अन्यहरू नजोडिउन्, जोसँग बिहा भयो त्यसैसँग नै जीवन बितोस् भनेर पुरुषको मनोदशा अध्ययन गर्ने एउटा विधि मात्र थियो भन्ने हाम्रो बुझाइ हो। त्यो कुनै पनि सत्य होइन। त्यसलाई त्यो गुण मिलानलाई मात्रै यदि आधार मानेर हामी ढुक्क भयो भने हामी धोका खान्छौँ। केही समय अगाडि, धेरै पनि भएको छैन, 2 वर्ष जति भयो, बिहारमा एउटी कन्याले एकदमै राम्रो ज्योतिष पण्डितलाई लगेर कुण्डली देखाएर विवाह गरिन्। विवाह गर्नु पूर्व उनले के भनिन्, हाम्रो दाम्पत्य जीवन त चल्छ नि, कुनै समस्या त आउँदैन, 100% चल्छ, 28 कि 29 कति गुण आएको रहेछ, यतिको भएपछि हुन्छ, माङ्गलिक छैन, केही छैन भनेर उनले बिहा गराइदिए। हुन्छ भनेर अनुमति दिए। बिहा गरेको त 1 वर्ष 1 महिनामै त्यो केटाको त अर्कैसँग लभ रहेछ। त्यहाँबाट समस्या उत्पन्न भयो, गएर डिभोर्स दिइन्। डिभोर्स दिइसकेपछि मुद्दा कसलाई हालिन् त भन्दा ज्योतिषलाई। यही ज्योतिषले गर्दाखेरि मैले बिहा गरेको, उहाँले हुन्छ भनेर मलाई बिहा गराइदिनु भयो र मैले गरेँ, मलाई धोका भयो भनेर गएर मुद्दा हालिन् ज्योतिषलाई। धन्न त्यहाँको अदालतले ज्योतिषलाई समातेन। अब ज्योतिषलाई पत्याएर तपाईँले अगाडि बढ्ने तपाईँको गल्ती हो भनेर ज्योतिषलाई मुछेन अदालतले र हो। यदि मुछेको भए आज ज्योतिषको अर्कै लाइन जान्थ्यो। कुनै न कुनै दिन मुछिन्छ है यो, अदालतले बाँकी राख्दैन अब हामीलाई पनि। किनकि अब कस्तो हुन्छ भन्दा कुण्डलीमा गुण मिलान गर्दाखेरि खालि त्यही चन्द्रमालाई आधार मानिनेछ, त्योभन्दा अरू त आधार मानिएको छैन। 9वटा ग्रह छन्, अन्य 8वटा ग्रहको त त्यहाँ त कुनै औचित्य नै छैन, चलेको दशाको हिसाबै छैन, जातकको लग्न के कस्तो हो मतलब छैन, अनि गएर धन के कमाउँछ, सन्तान हुन्छ हुँदैन, केही हत्तो पत्तो छैन, खालि त्यही गुण मिलान पनि छ, बिहा गरेर छ। अब अन्य कुराहरू मिल्दा मिल्दै त्यो पनि मिल्यो भने राम्रै पोइन्ट हो, तर गुण मिलानलाई प्राथमिकता दिनु आवश्यक छैन, हामी दिँदैनौँ है भूषणजी। अब मल्लजीको क्वेसन छ नि, सप्तम भावको के भन्नुभएको थियो अरे? हजुर गुरु, सप्तम भावमा बसेको ग्रहलाई हेर्ने हो कि अब राशि पनि अब सुन्नुहोस् है, अब सुन्नुहोस् है, तपाईँले के सप्तमको बारेमा केही सुन्नु भएको थियो कि थिएन? हजुर के को बारेमा भन्नुभयो गुरु? के सिस्टम मतलब एउटा ज्योतिष केपीको त अब फर्स्ट टाइमै हो गुरु म त यसमा हैन। सुन्नुहोस् है, केपीमा के गरिन्छ भन्दाखेरि हैन, ग्रहले आफू जेको नक्षत्रमा बसेको छ नि, हजुर जस्तै सूर्य मेष राशिमा छ, मेष राशिमा त 3वटा नक्षत्र हुन्छ हैन, एउटा आश्विनी नक्षत्र हुन्छ, एउटा भरणी नक्षत्र हुन्छ, एउटा कृत्तिका नक्षत्र हुन्छ। हजुर अनि सूर्य गएर के को नक्षत्रमा बस्यो, कृत्तिकामा बस्यो कि भरणीमा बस्यो कि अथवा आश्विनीमा बस्यो, कुनै एउटामा त सूर्य बसेको छ नि, हो त्यो बसेको सूर्य जुन नक्षत्रमा बसेको छ हो त्यो नक्षत्र अनुसार फल दिन्छ भनेर हामीले विश्लेषण गर्छौँ। है कुरो, जस्तै सूर्य गएर के आश्विनी नक्षत्रमा बसेको रहेछ भने त्यो सूर्य मेष राशिमा उच्च भयो भनेर भन्दैनौँ हामी। हामी के भन्छौँ, केतुको नक्षत्रमा गएर बस्यो, केतु गएर कहाँ छ त, केतु सप्तममा भए सप्तमसँग जोडियो, अष्टममा भए अष्टमसँग जोडियो होइन, सूर्यको अष्टम भावको फल, नवममा भए भाग्य स्थानको फल, यसरी हेर्छौँ हामी केपी अनुसार। अहिले के बुझ्नु भन्दा सप्तम भावमा हामी सप्तम भावमा बसेको ग्रह हेर्नुहोस् है, अनि सप्तम भावमा कुनै ग्रह छैन भने सप्तम भावमा बसेको राशि स्वामी हेर्नुहोस्, अनि गएर चलेको दशा हेर्नुहोस्, चलेको दशा के छ, चलेको दशामा विंशोत्तरी दशा हेर्नुहोस्,
यिनी सबैको तालमेल मिलाएर जसरी अघि मैले बताएँ नि, जस्तै हजुर। सूर्यको दशा चलेको छ, सूर्य गएर 8औं भावमा छ, 6औं भावमा छ, 12औं भावमा छ भने के बुझ्दा हुन्छ, त्यो दाम्पत्य जीवनमा समस्या उत्पन्न हुन्छ। हस् हुन्छ गुरु। सौगात भाइ, अब यहाँ ती केपी सिस्टमको व्याख्या गरेर अहिले यहाँ काम छैन है, किनकि धेरैले बुझ्नुहुन्न। अन्य केही जिज्ञासाहरू? यो रेकर्ड गर्नु भएको छ नि होइन गीता म्याम? हजुर गुरु, छ गुरु। ल रेकर्ड पनि राखिदिनु होला होइन। हुन्छ गुरु। अनि केही जिज्ञासाहरू छन्? गुरु भन्नुहोस् लीला सर। यो जुन 4, 6, 8, 10, 12 छ नि, हजुर यो चाहिँ आएन है तपाईँको आवाज। यो यहाँबाट सप्तम भावबाट यो यतिसम्म गन्दै जाने हो कि अब त्यो 4, 6, 8, 10 भावमा चाहिँ हो? लग्नबाट लग्नबाट गन्दै जाने। त्यो त जातकको कुरा हो नि त। सप्तम भाव उसको जीवन साथीको कुरा भयो। हजुर समस्या त कसलाई आउने? लग्नलाई आउने हो नि त, जातकलाई आउने हो नि। हजुर हजुर। उसको जीवन साथीलाई समस्या आउने भयो, फेरि उसकोबाट हेर्ने हो बल्ल। ए हजुर हजुर। हस् गुरु, हस्, धन्यवाद। जस्तै यहाँ कसरी हेर्नु होला है, कसरी हेर्नु होला भन्दाखेरि हजुर है, जस्तै सप्तम भावमा शुक्र गएर बसिया छ। हजुर सप्तम भावमा शुक्र बसिया छ भने त्यो शुक्र के को नक्षत्रमा छ? अहिलेका सफ्टवेयरहरूमा सबै नक्षत्र केमा छ भन्ने देखाइदिन्छ है, यो ध्यान दिनु होला। हजुर के को नक्षत्रमा छ, अनि त्यो नक्षत्रको हरेक नक्षत्रका स्वामी हुन्छन्। आश्विनीको स्वामी केतु होइन, भरणीको स्वामी शुक्र गर्दै त्यहाँ त्यो सफ्टवेयरमा लेखिदिया हुन्छ त्यो पनि है। हजुर अनि त्यो लेखिदिइसकेपछि त्यो जस्तै गएर शुक्र छ सप्तम भावमा, अनि गएर त्यो मानव सूर्यको नक्षत्रमा रहेछ, सूर्य गएर 8औं भावमा छ, 6औं भावमा छ, या 12औं भावमा छ, या 4थ भावमा छ भने सप्तम भावमा शुक्र बस्यो के का नराम्रो हुन्छ भने नबुझ्नु होला। हजुर। त्यहाँ कहाँ जोडिन गयो त? खराब भावमा जोडिन गयो। खराब भावमा जोड्ने। हजुर। यो पनि जोडेर हेरेर बानी लगाउनु होला है। यदि तपाईँले अहिले कुण्डली आफ्नो तरिकाले सिक्दै हुनुहुन्छ भने यसलाई अनिवार्य जोड्नु होला। अनिवार्य जोड्नु होला। त्यहाँ बरु उच्च नीच मित्र शत्रु भनेर बरु धेरै ध्यान दिइरहनु पर्दैन, त्यसले त्यति धेरै काम गर्दैन है। सूर्य उच्चको छ, चन्द्रमा निचको छ, फल्नु ग्रह यो छ, त्यतातिर ध्यान दिन पर्दैन। मित्रको घरमा छ, शत्रुको घरमा छ, अब राम्रो नराम्रो धेरै हेर्नु पर्दैन। भावहरू हेर्नुहोस्। भावहरू हेर्दाखेरि ग्रह आफू बसेको नक्षत्र स्वामी र त्यो दुईटालाई जोडेर हेर्नुहोस्। जस्तै उदाहरणको लागि जस्तै शुक्रको कुरा गरौँ अथवा शुक्रकै कुरा गरौँ। वृष लग्न रहेछ भने शुक्र कुन कुन भावको स्वामी हुन्छ? 1 र 6 को हुन्छ। वृष लग्न भएपछि 1 र 6 को स्वामी। वृष लग्न यदि 2 नम्बर अङ्कको लग्न रहेछ भने के हुने भयो? शुक्र। यसलाई मैले तपाईलाई यसै बताउँछु है। भोगिनु भने कति राम्रो हुँदो है, कुकुरहरू भुकेका आवाजहरू है। साँच्चै भइसक्यो।
लीला गुरुकोमा कुकुर भोकेको रहेछ, माइक अफ गरिराख्नु भएको हुन्छ कि? हजुर हजुर टाढा सुनिन्छ त्यस्तो कुकुर गएको। एकैछिनलाई म्युट भइदिनुहोस् न। हस् जस्तै यो कुण्डली भयो है, मैले के भनेको थिएँ, दोस्रो नम्बरको भनेको थिएँ है, दोस्रो नम्बरको लग्न भयो हो। के भनेर बुझ्छौँ हामीले, वृष लग्नको कुण्डली भन्छौँ हो। यहाँ शुक्र पनि छ, गुरु प्रणाम। प्रणाम। आराम हुन्छ? हजुर आराम छ। कस्तो छ अहिले तपाईँलाई? ठिकै छ गुरु, राम्रो छ। ठिक छ नि? हजुर। ल अब यहाँ हेर्नु होला है, अब लग्नमा शुक्र छ, अब 6औं भावको स्वामी पनि शुक्र हुन्छ है, किनकि यहाँ 7 नम्बर अङ्क आउँछ नि होइन, होइन यही हुन्छ नि होइन, 3 4 है, 5 6 8 9 10 11 12 1 यस्तो हुन्छ नि होइन र कुण्डली हो। अब यहाँ हेर्नु होला है, यो शुक्र चन्द्रमा गएर शुक्र आफ्नै घरमा, चन्द्रमा उच्चको राशिमा हो। हामीले यही बुझ्छौँ कि बुझ्दैनौँ? अब यो वृष राशिमा 3टा नक्षत्र हुन्छन्, थाहा छ तपाईँहरूलाई? के हुन्छ भन्दा कृत्तिका हुन्छ एउटा, कृत्तिकाको कति हुन्छ थाहा छ? 2-3 पाउ हुन्छ है। त्यसपछि गएर रोहिणी, रोहिणीको 4 पाउ हुन्छ। त्यसपछि के हुन्छ त मृगशिराको हुन्छ। हेर्नलाई यिनी एकदम जान्नुपर्छ है, यदि हामी ज्योतिष जान्नेका सिक्न खोजेका विद्यार्थीहरूले यिनी ग्रह के राशिमा नक्षत्र कहाँ कहाँ हुन्छन्, कुन राशिमा के नक्षत्र हुन्छ, यो अनिवार्य बुझ्नुपर्छ है। 2 पाउ हुन्छ मृगशिरा नक्षत्र वृष राशिमा। अब वृष राशिमा 2टा ग्रह रहेछन्, शुक्र पनि छ चन्द्रमा पनि छ। अब यो राशिमा हुने भनेका त 3टा नक्षत्र रहेछन्, कृत्तिका रोहिणी र मृगशिरा। अब यिनै मध्येमा त बस्ने नि शुक्र र चन्द्रमा, योभन्दा अरूमा त बस्दैन। अब मानव चन्द्रमा केमा रहेछ त कृत्तिकामा रहेछ है, चन्द्रमा केमा कृत्तिकामा रहेछ, सूर्य कहाँ रहेछ धनु राशिमा रहेछ। अनि गएर शुक्र मृगशिरामा रहेछ मानव, मङ्गल मृगशिराको स्वामी मङ्गल हुन्छ, मङ्गल कहाँ रहेछ 12औं भावमा। अब यहाँ लग्नमा शुक्र बस्यो, चन्द्रमा उच्चको भयो, अब के कारण राम्रो हुन्छ भनेर बस्यो भने डुबिन्छ भने बुझे हुन्छ है। यो चन्द्रमाले सर्लक्कै डुबाइदिन्छ है, किनकि 12औं भावमा एक 8औं भावमा बसेको नक्षत्रमा गएर बसिदिएको छ। हेर्नुहोस् त, यो चन्द्रमाले खराब फल भन्दा अर्को दिँदैन। त्यस्तै शुक्रले पनि है, शुक्र के को नक्षत्रमा छ? मृगशिरा नक्षत्रमा छ, स्वामी मङ्गल हो, मङ्गल गएर 12औं भावमा छ, खर्च भन्दा अरू गराउँदैन। त्यस्तै गरी 7औं भावको स्वामी के छ? यहाँ मङ्गल छ। हेर्नुहोस् है, मङ्गल गएर कहाँ बसिया छ? 12औं भावमा आफ्नै घरमा गएर बसिया छ। त्यसमा पनि नक्षत्र हुन्छ नि त, आश्विनी भरणी र कृत्तिका हुन्छ। यदि यो मङ्गल कृत्तिकामा रहेछ भने कृत्तिकाको स्वामी सूर्य त 8औं भावमा छ। अब 7औं भावको स्वामी मङ्गल गएर 12औं भावमा, कृत्तिका नक्षत्रमा, सूर्य 8औं भावमा। अब यो दाम्पत्य जीवन तहस नहस हुन्छ। यदि यो मङ्गल गएर केतु यहाँ रहेछ मानव, 11औं भावमा केतु रहेछ, केतु 11औं भावमा रहेछ र मङ्गल गएर आश्विनी नक्षत्रमा रहेछ भने फेरि यसको दाम्पत्य जीवन 12औं भावमा भयो भने फरक पर्दैन। अब 11औं भावको रिजल्ट आएर 11औं जोडियो। यहाँ अहिले मैले बताएको जस्तै कस्तो हो भन्दा है, 7औं भावको
सबलड हेर्छौँ हामीले होइन, केपी अनुसार सबलड हेरिन्छ। अहिले सबलड भनेर तपाईँ नयाँले बुझ्नुहुन्न। हामी जो जो केपी पढिरहेका छौँ, केपीको बारेमा बुझ्नु भएको छ, उहाँहरूले सबलडबाट हेर्नु होला, त्यही फलो गर्नु होला। जसरी मैले बताएँ, जो नयाँ हुनुहुन्छ उहाँहरूले के गर्नु होला, सप्तम भावको राशि स्वामी मङ्गल, सप्तम भावको राशि स्वामी मङ्गल, मङ्गल गएर 12औं भावमा गएर के को नक्षत्रमा अब के अरे आश्विनी, भरणी र कृतिका भन्दा अरू त हुँदैन। भरणीमा रहेछ भने पनि ठिक हुन्छ है। यदि मङ्गल गएर भरणीमा रहेछ भने पनि शुक्रको नक्षत्रमा भयो, शुक्र लग्नमा छ, सप्तम भावलाई दृष्टि दिएको छ, गजब हुन्छ, यसले पनि फरक पार्दैन। भले लग्नमा सँग ग्रह जोडिने बित्तिकै जातकमा अहङ्कार घमण्ड बढ्छ है, तर अट्याचमेन्ट पनि राम्रो हुन्छ। विशेष गरी अघि के भने मैले चतुर्थ भाव है, विवाहको लागि खराब भावहरू कुन कुन गरे, यो चतुर्थ भाव है, यो छैटौँ भाव, यो अष्टम भाव, यो दशम भाव, यो 12औं भाव है। यिनी भावहरू के हुन् त, विवाहका लागि समस्या उत्पन्न गराउने भाव हुन्। त्यस्तै गरी विवाहको लागि राम्रो गराउने भाव दोस्रो भाव, पञ्चम भाव, सप्तम भाव, 11औं भाव है। यिनमा पनि यो तेस्रो भाव छ नि, तेस्रो भाव, यो तेस्रो भाव, अनि गएर यो नवम भाव चाहिँ के हुन्छ त, न्युट्रल भइदिन्छन् है। यिनले खराब फल पनि दिँदैनन्, राम्रो पनि गर्दैनन्, राम्रो पनि गर्दैनन्। यिनी तटस्थ भएर बस्दिन्छन् दाम्पत्य जीवनमा। तसर्थ यिनलाई पनि पोजिटिभै लिन पर्यो। अब बाँकी रह्यो लग्न। लग्न भनेको अहङ्कार र घमण्ड हो। यो जोडिनु भनेको दाम्पत्य जीवनलाई समस्या उत्पन्न गराउने हो। रातो चाहिँ समस्या उत्पन्न, अब ग्रिन चाहिँ राम्रो, यहाँ ब्लू भए चाहिँ यो पनि ग्रिन हो। यो लग्नलाई यस्तो यसरी बुझिन्छ है। ग्रह कुन भावसँग जोडियो त्यही भाव अनुसार जातकको दाम्पत्य जीवनमा समस्या आउँछ। यहाँ उच्चमा भयो कि नीचमा भयो कि मित्रमा भयो कि यो हेर्नु पर्दैन। बुझ्नुभयो? अब अरू सिरिया ल तिमीले कस्तो गर्यो नानु? हजुर सर नमस्ते। राधे राधे। नमस्ते राधे। कस्तो गर्यो तिम्रो एसी? कस्तो भयो? राम्रो भयो। ल राम्रो भयो है। अब तिमीले ज्योतिषमा पनि त्यस्तै राम्रो गर्ने है। यिनी सिरिया पौडेल भन्ने, हजुर यिनी हाम्री सबैभन्दा कान्छी ज्योतिषको उपमा पाएर आजभन्दा 4-5 वर्ष पहिल्यै पत्रिकामा नाम आइसकेकी नानी हुने नि। नेपालकै कान्छी ज्योतिष भनेर कति 7मा पढ्थ्यौ क्यारे होइन त्यतिखेर? त्यो बेला 10 कि 9 वर्षको थिएँ। 9-10 वर्षकै हुँदाखेरि होइन? मैले पत्रिकामा पढेको थिएँ कि, मैले चिनेको थिइनँ नि त त्यतिखेर तिमीलाई। धेरै पछि हो नि त चिनेको। ल अब त्यही अनुसार जसरी सानैमा नाम आयो अब काममा पनि नाम आउने गरी पढ्नुपर्छ है। ल के बुझ्यौ त अहिलेसम्म? केही छ तिम्रो जिज्ञासा? त्यति धेरै चाहिँ बुझेको छैन, अलि धेरै ग्याप भएर होला। अझै तिमीले त मलाई चितवनमा उद्देश्य के हो भन्दै सोधि थियौ नि त। उद्देश्य पनि बताउनु छ मैले है। हजुर सर। ल अनि अरू केही जिज्ञासाहरू छन् हामीहरूका कि आजलाई समापन गरौँ?